हेलो गाइज सो म चाहिँ यो पर्टिकुलर भिडियोमा WICSCTF को चाहिँ दुईटा च्यालेन्ज कभर गर्छु। दुईटा च्यालेन्जमा पनि ल फर्स्ट भिडियोमा चाहिँ लेट्स कभर सजिलो भनेको यो सजिलो त यो हेलो वर्ल्ड नै होला। लेट्स गो विथ हेलो वर्ल्ड। सो WICSCTF यो चाहिँ वुमेन इन साइबर सेक्युरिटी नेपाल, जुन चाहिँ नेपालको एउटा कम्युनिटी हो टु एम्पावर वुमेन। सो तिनीहरूको CTF कम्पिटिसन लाइक नोभेम्बर 22मा भएको थियो हिजो, होइन। सो त्यसको राइटअप चाहिँ अलिकति ढिलो, तर आज प्रोभाइड गर्दैछु है त म। सो लेट्स गो। अब यो पर्टिकुलर च्यालेन्ज सुरुमा सल्भ गरौँ ल। हेलो वर्ल्ड, यो चाहिँ मिसको चाहिँ च्यालेन्ज हो। यसमा सायद 13वटा जति सल्भ थियो। मैले प्रोभाइड गरेको भनेको main.py मात्रै थियो, अरू भनेको मैले आफ्नै लागि मतलब डिस्क्रिप्सनको लागि राखेको छु। एउटा solution.md मा सोल्युसन छ यो पर्टिकुलर च्यालेन्जको। solution.py ले अटो सल्भ गरिदिन्छ, होइन। सोल्युसन रन गऱ्यो भने अटो रन हुन्छ। मैले सोर्स के थियो main.py दिएँ भने अटो सल्भ गरेर फ्ल्याग पनि प्रोभाइड गरिदिन्छ। सो यो सोल्युसन स्क्रिप्ट बनाएको थिएँ मैले, तर सोल्युसन स्क्रिप्ट त बनाइयो, तर यसको चाहिँ एउटा एक्चुअल एप्रोच चाहिँ कसरी गर्नुपर्ने थियो त्यो चाहिँ कभर गर्छु है त म। सो दिएको भनेको फाइल भने यो main.py मात्रै हो, होइन। main.py कन्टेन्ट हेर्दाखेरि चाहिँ खासै केही छैन यहाँ, होइन। यु विल नोटिस नथिङ, होइन। यसलाई VS कोडमै खोलेर हेरौँ ल। VS कोडमै खोलेर हेऱ्यो भने स्टिल यु विल नोटिस नथिङ, केही नै छैन। यहाँ फङ टुलबाट एउटा रिड्युस भन्ने इम्पोर्ट गरिरहेछौँ, रिड्युस मेथडलाई, होइन। रिड्युस मेथडलाई इम्पोर्ट गरेर हामीले ल्याम्डा फङ्सन युज गरिरहेछौँ यता हेलो वर्ल्ड भन्ने फङ्सनमा, होइन। यो सरी हेलो वर्ल्ड भन्ने भेरिएबलमा, अनि हेलो वर्ल्ड भन्ने भेरिएबलमा हामीले जोइन म्याप सब युज गरिरहेछौँ। हेर्दाखेरि अलि इन्ट्रेस्टिङ जस्तो छ। अनि यो क्यारेक्टर्सहरू युज भइरहेछ। क्यारेक्टर्सहरूलाई केही होइन, कन्भर्ट गरेर हामीले जस्ट हेलो वर्ल्डलाई नै प्रिन्ट गरे आयो, होइन। main.py लाई रन गरेर हेऱ्यो भने प्रिन्ट हुनेकै होइन, हेलो वर्ल्ड मात्रै हो। सो यो पर्टिकुलर च्यालेन्जलाई चाहिँ सल्भ गर्ने अब दुईवटा जस्तो तरिका छ। एउटा भनेको ChatGPT, लेट मी सो, अहिले पनि देखाइदिन्छु ल म। सरी, जस्तै ChatGPT मा गएर यो पर्टिकुलर च्यालेन्जको फाइल, सरी निमो डट यस्तो गरौँ। अनि यो पर्टिकुलर च्यालेन्ज फाइल चाहिँ मैले ChatGPT लाई डाइरेक्टली फ्री भर्जनमा दिँदैन। त्यसो यसो गरौँ न त, म मेरो लगड इन भर्जनै खोल्छु ल। ल भयो है, लेट मी सो यु। यो अर्कै च्यालेन्ज हो, होइन। सो लेट मी सो यु यो पर्टिकुलर च्यालेन्जमा मैले के भनेको थिएँ। सो मैले यो फाइल नै दिइदिएँ, दिस इज द फ्ल्याग फाइल गिभन टु मी, अनि फाइन्ड द फ्ल्याग, अनि फ्ल्याग फर्मेट दिएको थिएँ। फ्ल्याग त्यहीँ छ तर म हेर्न सक्दिनँ, यति भनेको थिएँ। यसले आफै सल्भ गर्न थाल्यो, होइन। यो main.py रिड गर्यो र त्यसमा यसले नोटिस के गर्यो, त्यहाँ इन्भिजिबल र जेरो वेट क्यारेक्टर्सहरू चाहिँ कमेन्टमा छ, होइन। एउटा इन्ट्रेस्टिङ कमेन्ट जस्तो छ जसमा चाहिँ एम्टी छ, केही छैन। त्यो जेरो विथ क्यारेक्टर्सहरू रहेछ। यसले एक्सट्र्याक्ट गर्न थाल्यो, एक्सट्र्याक्ट गरेर रिड पनि गर्न थाल्यो। सो रिड गरेर म्याप गरेर, होइन, कमन एटेम्प्ट्सहरू 2-3वटा एटेम्प्टहरू ट्राई गरेछ, मतलब 4वटा एटेम्प्ट ट्राई गर्यो। अहिले म भन्छु यो के हो भनेर, के एटेम्प्ट ट्राई गरे भनेर यसले। अनि सबै एटेम्प्ट ट्राई गरेर, अनि यहाँ लेन्थ सबै एटेम्प्ट ट्राई गरिसकेपछि फ्ल्याग नि यसले फाइन्ड गरिदिएछ। अब धेरैले यसरी सल्भ गरे जस्तो लाग्छ मलाई त्यो CTF को बेला। डाइरेक्टली फ्ल्यागै दिन्छ यसरी सबै यो उनी गरेर। अब यहाँबाट पनि अब केही बुझियो भने राम्रै हो, होइन। नराम्रो त के भन्नु। फ्ल्याग यसरी निकाल्या छ, ठिक छ है। अब केही सिक्न चाहिँ सिकिँदैन जस्तो लाग्छ मलाई त्यसरी फ्ल्याग निकाल्यो भने। अब हल्का सिक्न जान्नुपर्ने भनेको चाहिँ यसरी हो है। लेट मी सो यु। जस्तै यो फ्ल्याग main.py त दिएको छ, होइन। main.py अब यहाँ हेर्ने क्या हल्का केही इन्ट्रेस्टिङ देखियो त, यसलाई रन गऱ्यो भने यसको आउटपुट आउने जहिले पनि हेलो वर्ल्ड नै हो अभियसली, होइन। HELLO हेलो वर्ल्डको लागि छुट्टै छ, होइन। सो हेलो वर्ल्डको यो क्यारेक्टरहरू भइहाल्यो। सो हेलो वर्ल्ड नै हुन्छ। अलिकति इन्ट्रेस्टिङ एउटा ह्यास राखेको छ। ह्यास पाइथनमा ह्यास युज गरेर हामीले कमेन्ट्सहरू लेख्न मिल्छ।
ह्यास पछि एम्प्टी किन छ त? यो क्वेसन कसैले सोचेन जस्तो लाग्छ मलाई। सो यो क्वेसनले चाहिँ धेरै कुरा सल्भ हुन सक्थ्यो त्यतिखेर। एकचोटि म VS कोडमै खोल्छु यो main.py लाई। ए आई गेस अलरेडी ओपन छ ल, ठिक छ। VS कोडमै खोल्ने। यो पर्टिकुलर जुन कमेन्ट छ, कमेन्टलाई मात्रै यसरी कपी गरौँ हैन, यसलाई कपी गरौँ। अल्दो यहाँ जम्मा दुईटा जस्तो देखाइरहेको छ, यहाँ नन प्रिन्टेबल क्यारेक्टर्सहरू छ। त्यो नन प्रिन्टेबल क्यारेक्टर्सहरू के हो भनेर हेर्नलाई चाहिँ जस्तै टर्मिनलहरू VS कोडहरूले चाहिँ नर्मल्ली देखाउँदैन है। जस्तै टर्मिनलमै मैले क्याट गरेर हेर्दाखेरि चाहिँ देखाएन यसले। किन देखाएन? किनकि टर्मिनलले त्यो पर्टिकुलर क्यारेक्टरहरूको त्यो पर्टिकुलर क्यारेक्टरलाई सपोर्ट नै गर्दैन क्या भ्यू गर्नलाई। भ्यू गर्नलाई हेर्न मन छ भने अब क्याटको म्यान पेजमा जानु पर्यो हैन। अब नन प्रिन्टेबल क्यारेक्टरहरूलाई भ्यू गर्नलाई के युज गर्न सकिन्छ त? हामीले -v फ्ल्याग युज गर्न सकिन्छ। त्यसले के गर्न मिल्छ? सो नन प्रिन्टिङ क्यारेक्टर्स हैन। अब यसले चाहिँ यो नोटेसन, यसलाई के नोटेसन भन्छ? जस यो अप्पर एरो नोटेसन र m ड्यास नोटेसन युज गरेर चाहिँ यसले देखाइन्छ, एक्सेप्ट फर LFD र ट्याबहरूलाई चाहिँ हैन। सो यसले चाहिँ भ्यू गर्न मिल्दो रहेछ। सो लेट्स ट्राई त्यो क्याट main.py को अगाडि म भ्यू यति मात्रै एड गरिदिन्छु, -v। यो एड गर्ने बित्तिकै यु क्यान सी यो कमेन्ट पछि यत्रो क्यारेक्टर्सहरू छ। सो 101% फ्ल्याग हाम्रो यही नै त होला नि हैन र? फ्ल्याग नै यही हो 100%। यो जसले पनि गेस गरिदिन सक्छ। किन यस्तो हाइड गरेर लुकाउनुको कारणै के थियो त हैन? सो अर्को तरिका पनि के छ भने यहाँ आएर यतिलाई कपी गरेर टर्मिनलमा यसरी पेस्ट गर्न ट्राई गरेको भए कसैले, त्यहाँबाट कपी गरेर टर्मिनलमा यसो प्रिन्ट हान्न ट्राई गरेको भए यस्तो इन्ट्रेस्टिङ क्यारेक्टर्सहरू भेटिन्थ्यो हैन। B र C वाला 200B 200C 200B 200C 200B 200C 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 हल्का एउटा प्याटर्न जस्तो छ यहाँ हैन। अब यो प्याटर्नमा हल्का गेम खेल्न सकिन्छ हामीले है। अब यो प्याटर्नलाई कपी गरेर राख्दा नि हुन्छ। दिस विल कम इन्ट्रेस्टिङ हैन। यही पर्टिकुलर प्याटर्न हामीले यही युज गरेर धेरै कुरा गर्न सकिन्छ। अब यो main.py मै लेट्स से नन प्रिन्टेबल भनेर एउटा मैले यहाँ यसरी राखिदिन सकेँ अहिलेलाई यसलाई हैन। अहिलेलाई मात्रै राखिदिएको, म भन्छु के गर्ने भनेर। अब यहाँ यसमा पनि के गर्ने त भन्ने एउटा त्यो थट प्रोसेस हैन, त्यो थट प्रोसेस सिकाउन खोजेको। अहिले देखाउँला है। सो यो नन प्रिन्टेबल भनेर यसरी राख्ने। अर्को तरिका भनेको यसलाई नै कपी गरेर अनि ब्राउजरमा गएर लेट मी ओपन अर्कोमा। यो वर्कसुट किन खुल्ला छ? यो वर्कसुटलाई एकचोटि क्लोज गरिदिइहालौँ ल। ब्राउजरमै पनि नन प्रिन्टेबल क्यारेक्टर भ्यू गर्ने साइट भनेर सर्च हान्यो भने अनि जस्ट कपी दिस नन प्रिन्टेबल क्यारेक्टर अनि यहाँ लगेर पेस्ट गरिदिने अनि सो मी द क्यारेक्टर्स गऱ्यो भने यु विल नोटिस द सेम थिङ हैन। सो यही कुरा डिस्प्ले हुन्छ। यसलाई पनि यसरी कपी गरेर राख्दा चाहिँ हुन्थ्यो। अब यही कुरा जीपीटीलाई गएर दियो, त्यसले डिकोड गरेर निकालिदिन्थ्यो। तर अब अझै पनि कसरी हुन्छ त? यहाँ हल्का केस कस्तो छ भने यहाँ एउटा प्याटर्न नोटिस हुन्छ क्या यो नन प्रिन्टेबल क्यारेक्टर्सहरूमा पनि। यो नन प्रिन्टेबल क्यारेक्टरमा 200B छ 200C छ। मतलब जेनरली दुईटा प्याटर्न छ, एउटा 200 कि त B छ कि त C छ, कि त B छ कि त C छ हैन। सो त्यस्तै खालको प्याटर्न छ। अब यो दुईटा प्याटर्न देखिने बित्तिकै हामीसँग हल्का गेस गर्न मिल्ने भनेको दुईटा कुरा हो हैन। एउटा आइदर यो 200B 1 हुन 0 हुन सक्छ हैन, कि त 200C 1 हुन सक्छ। अर ठ्याक्कै उल्टो हैन, 200C कि त 0 नै हुन सक्छ। अब यसलाई यस्तै दुईचोटि किन लेख्नु? अब /0 लेखिदिउँ न हैन, /1 ल, जे नै हुन सक्छ क्या। अब यो दुईटै एटेम्प्ट ट्राई गर्ने हामीले यसमा रिप्लेस हान्न हैन। अब एकचोटि यही जुन क्यारेक्टर्सहरू छ यसलाई रिप्लेस गर्न ट्राई गरौँ। सो मैले के भने त? अब कि त यसलाई 0 ले रिप्लेस गरौँ कि त 1 ले। सो लेट्स ट्राई। अब के गर्न सकिन्छ त? सुरुमा चाहिँ हामी ल फर्स्ट एटेम्प्ट भनेर लेखौँ
हैन। अब यसले अटो गरेर दिइदियो यो जुन एआई छ यो एआईले अटो गरेर यहाँ सजेसन चाहिँ दिइरहेछ। अब नाइस थिङ होइन यो। अब यसरी नि गर्न चाहिँ मिल्छ। अब वाइ नट, एउटा अहिलेको टाइमको फिचर नै यो जुन को पाइलट युज गरिरहेको छु म। यो को पाइलटले अब बुझिहाल्यो क्या मैले यहाँ यसरी राखेको छ नन प्रिन्टेबल क्यारेक्टर्सलाई, अनि हल्का यो इक्वल्स टु 0/1 1/0 भनेर हल्का हिन्ट जस्तो दिएको छ। अब यो देख्ने बित्तिकै यसले बुझिसक्यो म के गर्न खोज्दैछु भनेर, सो एउटा दिइदिइसक्यो। अब अर्को एटेम्प अर्को के गर्न सकिन्छ भने यो जुन नन प्रिन्टेबल भेरिएबलमा चाहिँ अब यो अभियसली दिइहाल्छ यसरी नै अहिलेको टाइममा होइन। सो एउटा फर्स्ट एटेम्प्ट यही नै हुन्छ। एउटा रिप्लेस फङ्सन युज गर्न सक्यो हामीले। सो रिप्लेस फङ्सन चाहिँ के गर्ने त, यो पर्टिकुलर स्ट्रिङलाई चाहिँ 0ले रिप्लेस गर्ने र यो पर्टिकुलर सीवाला स्ट्रिङलाई चाहिँ 1ले रिप्लेस गर्ने। यही कुरा सेकेन्ड एटेम्प्ट सेकेन्ड लेख्ने बित्तिकै फुल कम्प्लिट आइ नै हाल्छ होइन। सेकेन्ड एटेम्प्ट अब सेकेन्ड एटेम्प्ट यसरी दिदियो, नाइस। अब यो अर्कै एटेम्प्ट अर्कै तरिकाले होला, तर यही तरिका नि युज गर्न सकिन्छ होइन। सेकेन्ड एटेम्प्टमा चाहिँ नन प्रिन्टेबलमा चाहिँ उल्टो गर्न मिल्छ। तर आई गेस यो पर्टिकुलर मेथडले रिप्लेस नै गरिदिन्छ जस्तो लाग्छ। एकचोटि यसो गरौँ, फर्स्ट एटेम्प्टलाई एकचोटि फर्स्ट एटेम्प्टलाई तल, अनि प्रिन्ट सेकेन्ड एटेम्प्टलाई फेरि ओके यो सेकेन्ड एटेम्प्टलाई यहीँ सेकेन्ड एटेम्प्टलाई यहीँ प्रिन्ट गर्ने, यो फर्स्ट एटेम्प्टलाई पनि फर्स्ट एटेम्प्टलाई प्रिन्ट गर्ने। एकचोटि लेट मी क्विकली चेक, डिफ्रेन्ट आउँछ ल, डिफ्रेन्ट आइरहेछ। सो यो बाइनेरी आउने बित्तिकै अब यसलाई हामीले केमा कन्भर्ट गर्न सकिन्छ त, बाइनेरीलाई चाहिँ हामीले कन्भर्ट गर्नुपर्ने हो एस्की फर्ममा। सो लेट्स कन्भर्ट, अनि फर्स्ट र सेकेन्ड त डिफ्रेन्ट नै आयो हाम्रो। अब यो डिफ्रेन्ट आइसकेपछि हामीले यही दुइटै बाइनेरी फर्म छ जुन फर्स्ट र सेकेन्ड, अब यसलाई चाहिँ कन्भर्ट गरौँ एस्की फर्ममा होइन। सो अब त्यसलाई कन्भर्ट गर्नलाई चाहिँ अब एउटा बाइनेरीलाई चाहिँ एस्कीमा कन्भर्ट गर्न एउटा सजिलो तरिका भनेको पनबाट चाहिँ हामीले यसो गरौँ न, अनबिट्स भन्ने एउटा मेथड छ, यसलाई चाहिँ कल गरौँ। अब यो के हो भनेर चेक गर्नलाई चाहिँ यहाँ आएर हेर्दा हुन्छ यसले कन्भर्ट के गर्छ, आइट्रेबल बिट्स इन्टु अ स्ट्रिङ होइन। एउटा केही आइट्रेबल बिट्सहरू छ भने यसलाई स्ट्रिङमा कन्भर्ट गरिदिन्छ यसले होइन। यसको बारेमा यहाँ आएर हेर्दा हुन्छ है। अब यसको अल्गोरिदम लाइक हरेक कुराहरू यहीँ लेखाएको छ, बिट स्वापहरू धेरै कुरा फङ्सनहरू छ, मेथडहरू धेरै छ यसमा। यो अर्को बिट स्वाप इन्टिजरहरूको लागि छ होइन, यहीँ आएर चेक गर्दा हुन्छ। हामीले चाहिँ अनबिट्स भन्ने इम्पोर्ट गर्छौँ। अब यो अनबिट्स भन्नेलाई इम्पोर्ट गरेर लेट्स ट्राई, ओके अलरेडी आइसक्यो फर्स्ट एटेम्प्ट डिकोडेड र तलको सेकेन्ड एटेम्प्ट डिकोडेड। लेट्स रन दिस, अनि रन गर्ने बित्तिकै मोस्ट प्रोभाब्ली ल फर्स्ट एटेम्पमा डिकोड गर्दाखेरि यो बाइनेरी फर्मलाई डिकोड गर्दा फ्ल्याग आयो, सेकेन्ड फर्मलाई डिकोड गर्दाखेरि अर्को नन प्रिन्टेबल क्यारेक्टर्सहरू प्रिन्ट भइरहेछ। सो बेसिकली हाम्रो फर्स्ट एटेम्प्ट जुन चाहिँ के थियो, फर्स्ट एटेम्प्टमा 200B लाई 0 र 200C लाई 1मा रिप्लेस गर्दाखेरि आएको जुन स्ट्रिङ छ, इन्टिजर छ, मतलब जुन बाइनेरी फर्म छ त्यो चाहिँ एक्चुअल हाम्रो फ्ल्याग रहेछ। सो यो फर्स्ट एटेम्प्टवाला चाहिँ कन्सेप्ट काम गर्यो, द्याट्स इट, यु हेभ द फ्ल्याग। यसलाई सबमिट गऱ्यो भने 1000 पोइन्ट आयो। अब जिपिटीले नि गर्न चाहिँ गरिदिन्थ्यो डाइरेक्टली फ्ल्याग फाइलै दियो भने, तर बुझेर गर्दाखेरि किन एउटा रिजनिङ दिन सक्यो भने चाहिँ दिस इज द एक्चुअल वे है।